साथीभाइहरू मलाई हिजो चाहिँ मैले त्यो प्रिभियस भिडियोमा चाहिँ एनआइडी कार्डलाई चाहिँ ब्याङ्कमा कसरी लिङ्क गर्ने, अब नेपाल सरकारले चाहिँ हामीलाई ब्याङ्क एकाउन्टमा लिङ्क भएन भने ब्याङ्क एकाउन्ट फ्रिज गर्ने अथवा ब्लक गर्ने भन्ने समाचारहरू भएको कारणले मैले जानकारी सेयर गरेको थिएँ र धेरै साथीभाइहरूले चाहिँ मलाई एनआइडी कार्ड नै रेजिस्ट्रेसन कसरी गर्ने, मेरो त एनआइडी कार्डै बन्या छैन भन्ने जस्तो कुरा गर्नुभएको थियो। यसको लागि सर्वप्रथम त हामीले अब गुगलमा गएर एनआइडी कार्ड रेजिस्ट्रेसन भनेर सर्च गर्नुपर्ने हुन्छ। त्यस पछाडि रेजिस्ट्रेसन कार्ड भनेर गुगलमा सर्च गरिसकेपछि तपाईँको यस्तो होम मिनिस्ट्रीकै एउटा इनरोलमेन्टवाला यस्तो देखिने छ, त्यसमा क्लिक गर्नुपर्ने हुन्छ र यहाँनिर लगइन फर इन्डिभिजुअल्स, अब हामी सर्भिस प्रोभाइडर त होइन, इन्डिभिजुअल अब यो लगइनमा हामीले गर्नुपर्ने हुन्छ। त्यस पछाडि आफ्नो नम्बर, अब जस्तै आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ जसमा हाम्रो ओटिपी आउने गर्छ र यो आफ्नो मोबाइलमा आउने ओटिपीलाई चाहिँ यहाँनिर हामीले हालिसकेपछि यस्तो खालको अब हाम्रो मिनिस्ट्री अफ होम अफेयर्सको एउटा डिपार्टमेन्ट अफ नेसनल आइडी एन्ड सिभिल रेजिस्ट्रेसनको एउटा यस्तो पोर्टफोलियो खुल्नेछ र यहाँनिर हामीले न्यू इनरोलमेन्टमा क्लिक गर्नुपर्ने हुन्छ। न्यू इनरोलमेन्टमा क्लिक गरिसकेपछि जस्तै यहाँनिर हामीलाई सम्पूर्ण कुराहरू अब नेपालीमा र इङ्ग्लिसमा दुईटै तरिकाले चाहिँ हामीले यसलाई सब्मिट गर्नुपर्ने हुन्छ। हाम्रो आवश्यकताअनुसार सम्पूर्ण डिटेल्सहरू जस्तै नाम थर, हाम्रो जन्ममिति, सिटिजनसिप जारी गरेको लगायतका सम्पूर्ण बेसिक डाटाहरू पनि हामीले यहाँ प्रोभाइड गर्नुपर्ने हुन्छ। त्यस पछाडि हामीले यहाँ कन्ट्याक्ट डिटेल्सहरू दिइसकेपछि कन्ट्याक्ट डिटेल्समा आफ्नो एड्रेसहरू हाल्नुपर्ने हुन्छ। सम्पूर्ण डिटेल्स दिइसकेपछि दोस्रो चरणमा फ्यामिली डिटेल्स अथवा फादर डिटेल्स, मदर डिटेल्स, फादरको पर्मानेन्ट एड्रेस लगायतका ग्रान्ड फादरको डिटेल्स, सम्पूर्ण आफ्नो जानकारीहरू यसमा उल्लेख गर्नुपर्ने हुन्छ र नेक्स्ट थिच्दै अब आवश्यकताअनुसार बायोमेट्रिक गर्नको लागि हामीले यही अनलाइन मार्फतै हामीले एउटा लिन सक्नुहुन्छ। जस्तै अब मैले शङ्कुसभा भनेर मेरो धेरैजना साथीहरू चाहिँ शङ्कुसभातिरबाट हुनुहुन्छ भनेर मैले मेरो एड्रेस शङ्कुसभाको राखेको थिएँ र शङ्कुसभाबाट नजिक पर्ने अब जस्तै धरान, सुनसरी, मोरङ, इभन झापा पनि गर्न सकिन्छ र काठमाडौँ हुने साथीभाइहरूले चाहिँ अब ललितपुर र नारायण हिटी ओल्ड दरबार ओल्ड डिपार्टमेन्ट अफ पासपोर्टमा गएर चाहिँ गर्न सकिन्छ। यो एउटा सबैभन्दा महत्त्वपूर्ण ध्यान दिनुपर्ने कुरा चाहिँ म के लाग्छ, के भन्न चाहन्छु, अहिले सेयर गर्न चाहन्छु भन्दाखेरि यो बायोमेट्रिकको डेट लिने क्रममा चाहिँ यसरी जस्तै हामीले अब त्यही दिन, अब जस्तै आजको आज भनेर क्लिक यो थिच्ने बित्तिकै क्लिक हुन्छ क्या। अब हामीले चाहिँ यसमा 2-4 दिन पछाडिको क्या, आज कति अब मैले लगभग आजको मितिभन्दा 3-4 दिन अगाडिको मिति राख्यो भने चाहिँ हामीलाई सजिलैसँग बायोमेट्रिक डेट फिक्स गर्न सकिन्छ। अब यहाँ देख्न सक्नुहुन्छ मेरो अब 4 महिना 8 गते भनेपछि चाहिँ मलाई त्यो डेट फिक्स दियो। यसरी चाहिँ गर्न सकिन्छ र त्यहाँनिर अब मैले यो सम्पूर्ण डाटाहरू मैले एक्ज्याक्ट हालेको छैन, मेरो डाटा हालेको छैन, किनभने मसँग अलरेडी एनआइडी छ। हजुरहरूलाई जानकारी दिनको लागि म त्यो गरे हो। यहाँनिर सेलेक्ट थिचिसकेपछि चाहिँ तपाईँहरूले यहाँनिर एउटा सम्पूर्ण तपाईँले हालेको डाटा चाहिँ सम्पूर्ण यहाँ प्रिभ्यू गर्छ र एकचोटि सम्पूर्ण डाटा फिक्स गरिसकेपछि कन्फर्म गर्नु होला र यहाँ एउटा स्लिप दिन्छ र त्यो स्लिपलाई चाहिँ डाउनलोड गरेर प्रिन्ट गरेर यहाँहरूले त्यो अब हजुरले कुन ठाउँमा चाहिँ डेट बुक गर्नुभएको बायोमेट्रिकको लागि त्यहाँ गएर यो प्रिन्ट देखाइसकेपछि हजुरहरूलाई यो कति दिनभित्रमा लगभग अहिलेको सिनारीमा हप्ता दिनभित्रमा चाहिँ तपाईँहरूलाई बोलाउन सक्छ। त्यो प्रिन्ट भयो भनेर अहिले निकै छिटो कामहरू हुने थालेछ भन्ने कुरा सुनिरहेको छु मैले र यसरी चाहिँ तपाईँहरूले गर्न सक्नुहुनेछ है त साथीहरू। धन्यवाद।